नेपाली कम्युनिस्ट पार्टीका नेता डाक्टर भीम रावलले नेकपा एमालेको जारी महाधिवेशनप्रति तीखो प्रतिक्रिया दिएका छन्। उनले आफूले एमालेमै रहँदा उठाएका मागहरू सही रहनेछन् भन्ने पुनः एकपटक पुष्टि भएको जिकिर गरेका छन्। सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्, एमालेमा रहँदा 10औं महाधिवेशनमा मैले विधि, पद्धति, स्वच्छ निर्वाचन, सिद्धान्त र राष्ट्रियताको पक्षमा अडेर अध्यक्ष पदमा उम्मेदवारी दिँदा कतिपयले केपी शर्मा ओलीसँगको व्यक्तिगत इवी र विरोधको रूपमा चित्रित समेत गर्ने चेष्टा गरेका थिए। मेरो उद्देश्य पार्टीलाई विधि पद्धति अनुरूप देशको सर्वोपरि हितको दिशामा अगाडि बढाउने र महाधिवेशनमा निर्वाचन स्वच्छ वातावरणमा भई प्रतिनिधिहरूले चुन्ने र चुनिन पाउने अधिकारको निर्वाध उपयोग गर्ने स्थिति बनोस् भन्ने थियो। तर ओलीबाट त्यो प्रतिक्रिया अवरुद्ध पारियो। रावलले थप लेखेका छन्, अहिले घटनाक्रमबाट त्यति बेला मैले उठाएका कुरा कति सही रहेछ भन्ने प्रश्न भएको छ। अहिले धेरै ओलीको निरङ्कुश स्वेच्छाचारी प्रवृत्ति र व्यवहारलाई स्वयं भोगेका र देखेका छन्। अब एमालेको 11औं महाधिवेशन यस्तो प्रवृत्ति र व्यवहारबाट पार्टीलाई मुक्त गर्दै स्वयं पार्टी र देश जनताको हितमा सङ्गठनलाई उपयोगी बनाउने अनुसारको रूपमा प्रतिनिधिहरूले उपयोग गर्न सके भने उचित हुनेछ। भीम रावलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्।